यो तपाईले किनेको सुनको सिक्री कहिले किन्दिनु भएको थियो कहिले किन्दिनु भएको यो मेरो बाबाले कति दुःख गरेर एक हप्ता अगाडि किनेको मसँग बिलै छ सर यसको तपाईले त एक दिन घुमाउन लिएर हिँडी एक छा खाजा खै भन्दैमा तपाईले सिक्री किन्दिनु भयो सिक्री किन्दिनु भयो भनेपछि त्यो भनेपछि 4 वर्ष लपरेको त्यो सबै नाटक थियो हैन तपाईले त्यो कहिले किन्दिनु भयो कहिले एक दिन गएर खाजा खाएर घुमेको एक दिन दुई दिन घुमेको एक दिन मात्रै खाजा खान गए म तसँग एक दिन मात्रै खाजा खान गए कति ठाउँ घुमाउन लगे मैले परमान ल्याउनु के मैले भिडियो खिचेर ल्याउनु पर्ने थियो त्यो बेलामा परमान ल्याउनु मलाई परमान चाहियो भिडियो खिचेर ल्याउनु पर्थ्यो मैले त्यो बेलामा किन ल्याउनु भयो नि त त्यतिखेर ल्याएर यहाँ परमान देखाउनु पर्यो नि त मलाई किन्देको मलाई दिएको लाइदिएको यो ल हेर्नु सर यहाँ मेरो बाबाले किन्देको सर हेर्नुस् यो अहिले उले मलाई यत्रो उ गरेर 1.5 लाखको सिक्री किन्देको भन्न पाइन्छ हेर्नु सर 4 वर्ष जति भयो हाम्रो लभ परेको मैले चाहिँ आफ्नै दिलदेखि नै माया गर्थेँ उसलाई अहिलेसम्म कमाएको पैसा चाहिँ उसैको लागि भनेर खर्च गरेँ कहिले के चाहियो कहिले कुर्ता सुरुवाल किन्न पर्यो कहिले मेकअपको सामान किन्न पर्यो कहिले घुम्न लैजानुस् कहिले के किनिदिनुस् अनि अस्ति भर्खर एक हप्ता अगाडि मैले सुनको सिक्री हालिदिएको थिएँ सर 1.5 लाख हालेर म त्यति धेरै धनी मान्छे पनि हैन सर मजदुरी गरेर अर्काको झ्याला मजदुरी गरेर कमाएको पैसा सर यसले उडाएर चाहिँ अहिले हेर्नु त अर्कैसँग डेटिङ बस्दैछ अनि कहाँ छन् तिनीहरु उ त्यहाँ छन् हेर्नु त खोइ कहाँ उ यहाँ कहाँ मेरो पछि आउनु ल हैन आला छन् हेरौँ ल हेर्नु सर यिनीहरुको गति हेर्नुस् त यहाँ हो के हो दाजु अनि यस्तो सार्वजनिक ठाउँमा के हो दिउँसै अनि डेटिङ बस्ने हैन डेटिङ बस्दा हैन कतिहरु गति तपाईहरु को हुनुहुन्छ किन यसो मसँग पैसा धुद्नुसँग धुदिस अहिले अर्कोसँग यसरी डेटिङ बसी हैन त तर लाज शरम छैन हैन अनि दाइ तपाई के हो अर्काको गर्लफ्रेन्डसँग यसरी आनन्दले नि धगसँग चाहिँ अङ्गालो हालेर बस्नु भएको छ त मलाई के थाहा त भाइ तपाई गर्लफ्रेन्ड भएर त्यत्रो गाईगुई हल्ला छ गाउँभरि अहिलेदेखि हो र 4 वर्ष भइसक्यो हाम्रो मेरो चाहिँ पहिलादेखि नै लभ परिरहेको हो मलाई त थाहा छैन त भाइ यस्तो त हो तैँले मलाई ढाडी चाहिँ अर्कोसँग सल्किने अनि मसँग पैसा धुने तैँले तपाईले मलाई कहिले दिनु भएको छ र पैसा कहिले दिएको थिएँ अझ प्रमाण चाहियो तँलाई कहिले दिनु भएको छ पैसा कहिले दिनु भएको छ यो गर्न पर्यो उ गर्न पर्यो कुर्ता सुरुवाल किन्न पर्यो कहिले मेकअपको सामान किन्न पर्यो भनेर अस्तिभरि एक हप्ता अगाडि मैले 1.5 लाख हालेर तँलाई सुनको सिक्री किन्दे खै त्यो सिक्री खै मेरो सिक्री फिताले तपाईले सिक्री कहिले किन्दिनु भएको छ र मलाई आइज घुम्न जाउँ म घुमाइदिन्छु भनेर भन्नुभयो म गएपछि अनि तपाईले ल एक जोर कपडा किनिदिनु म त्यो कपडा तपाईलाई अब दिनुपर्छ भने दिन्छु यही ब्यागमा बोकिराखेको छु मैले तपाई त्यही कपडाको लागि नै आउनु भयो र अनि मलाई यत्रो जेलसम्म गरेको माया के झुटो माया थियो त्यो कस्तो माया म जान्दिन त्यो माया भनेको के हो माया भनेको मलाई थाहा छैन तँलाई त के थाहा हुन्थ्यो र पैसासँग सम्बन्ध छ तँलाई अर्काको दुःख परिश्रम मेहनत भन्ने कुरा के थाहा तँलाई कहिले दिनु भएको छ र मलाई पैसा कति दिनु भएको छ र कहिले दिनु भएको छ त्यो बेला दिनु भयो कति दिनु भयो पैसा त्यो बेला क्यामेरा खिचेर राख्न पर्ने रहेछ त्यही नराख्न मेरो गल्ती भयो हैन राख्नु भए हुन्थ्यो त मैले त सोचेको थिएँ मलाई चाहिँ भित्रदेखि नै माया गर्छ यसले प्रमाण छ अरे अस्ति भर्खर मैले किनेको 1.5 लाख हालेर किनेको सुनको सिक्रीको प्रमाण छ सर यहाँ हेर्नुस् सर यो तपाईले किनेको सुनको सिक्री कहिले किन्दिनु भएको थियो कहिले किन्दिनु भएको यो मेरो बाबाले कति दुःख गरेर एक हप्ता अगाडि किनेको मसँग बिलै छ सर यसको तपाईले त एक दिन घुमाउन लिएर हिँडी एक छा खाजा खै भन्दैमा तपाईले सिक्री किन्दिनु भयो भनेपछि त्यो भनेपछि 4 वर्ष लपरेको त्यो सबै नाटक थियो हैन तपाईले त्यो कहिले किन्दिनु भयो कहिले एक दिन गएर खाजा खाएर घुमेको एक दिन दुई दिन घुमेको एक दिन मात्रै खाजा खान गए म तसँग एक दिन मात्रै खाजा खान गए कति ठाउँ घुमाउन लगे मैले परमान ल्याउनु के मैले भिडियो खिचेर ल्याउनु पर्ने थियो त्यो बेलामा परमान ल्याउनु मलाई परमान चाहियो भिडियो खिचेर ल्याउनु पर्थ्यो मैले त्यो बेलामा किन ल्याउनु भयो नि त त्यतिखेर ल्याएर यहाँ परमान देखाउनु पर्यो नि त
मलाई किनिदिएको मलाई दिएको लगाइदिएको यो ल हेर्नुहोस् सर यहाँ मेरो बाबाले किनिदिएको सर हेर्नुहोस् यो अहिले उसले मलाई यत्रो उ गरेर 1.5 लाखको सिक्री किनिदिएको भन्न पाइन्छ मेरो बाबालाई भन्नु म बाबालाई फोन गरेर पो भनिदिन्छु म त मसँग परमानेन्ट ल गर कल गर्ने हो बाबालाई फोन गरेर भनिदिन्छु अनि दाइ तपाईँ के हो हेर्दा त सोझो देखिनुहुन्छ अर्काको गर्लफ्रेन्डलाई यसरी डुलाएर हिँड्ने होइन मेरो 4-5 वर्ष भयो उसँग लभ परेको नभए उसलाई सोधे पनि हुन्छ हो बहिनी के थाहा न उसँग पनि पैसा धुन्ने गरेछ कि मलाई अब सिक्री किनिदिएको छु 1.5 लाखको भन्नुभएको छ मसँग त यसो हरकत गर्न सकि भने उहाँसँग चाहिँ गरिन होला त सिक्री हो मैले हो सिक्री लाएको छु हेर्नुहोस् सिक्री लाएको छु मेरो बाबाले किनिदिएको सिक्री हो यो अहिले अब म 1.5 लाखको सिक्री मलाई प्रमाण चाहियो अनि बहिनी तिमी त अनि एकजना भएर अनि दुईजनालाई घुमाएर आएर छौ तिमी एक्लैले उसँग मेरो केही सम्बन्ध छैन उसँग मात्रै हो अनि के हो भाइ तिमीले हामीलाई झुट बोल्यो हो क्या झुट बोलेको होइन सर प्रमाणै छ यो गाउँ समाजमा सोध्नुहोस् सबैलाई थाहा भइसक्यो 4 वर्ष भइसक्यो हाम्रो लभ परेको यो बिहे गर्ने अवस्थामा पुगिसकेका थियौँ हामी मसँग बिहे गर्छु भनेर झुट बोलेर त्यस्तो गर्न मिल्छ त्यस्तो फसाएको होइन सर कि यस्तो भयो म पनि अब कलेज जाँदै थिएँ होइन अनि गएर भेट भयो अनि मेरो फोन नम्बर दिनु त भन्नुभयो मैले फोन नम्बर पहिला चाहिँ भने कि मैले किन चाहे तपाईँलाई फोन नम्बर भनेको हामी गर्लफ्रेन्ड बोयफ्रेन्ड बन्नुपर्छ घुम्न जानुपर्छ भन्नुभयो अनि नै म दिदिनँ भने अनि त्यसो भनेपछि देउन दियो भने मेरो हातैबाट मोबाइल खोसेर लगेर मेरो नम्बर टिपेर अनि गएर फोन गर्नुभयो ल जाऊँ न त हामी घुम्नलाई भन्नुभयो होस् त जाऊँ न त घुम्नैमा के हुन्छ र भनेर गएको अहिले त ल अब मलाई 1.5 लाखको सिक्री किनेर लगाइदिनु भयो अरे अब त्यो गएर एक दिन गएर खाजा होटलमा खाजा खाएको पनि मैले यति तिरेको छु रे त्यस्तो पनि गर्लफ्रेन्ड बोयफ्रेन्ड हुन्छ र त्यस्तो झुटो बोल्यो भाइ तिमीले त्यस्तो होइन सर त्यस्तो हो र त भन्छ त्यो जबरजस्ती गरेर तिमीलाई फेरि कान लाग्छ नि म काममा जान लाग्दाखेरि एउटा होटलमा चिया खाँदै थिएँ ऊ पनि चिया खान छिर्यो अनि त्यो बेलामा चाहिँ एउटै टेबलमा परेको हुनाले चाहिँ उसले हल्का फुल्का उसको बारेमा जानकारी गराए अनि कलेज ड्रेसमा यसरी आछौ के कलेज नगइकन किन यसरी गरेको भन्दाखेरि होइन आज कलेज छुट्टी भएर चाहिँ कलेज त आएको हो छुट्टी भएर चाहिँ घर फर्किन लाग्यो अनि यस्तो उस्तो भनी अनि त्यसपछि अनि यहाँ घर जाउँ भने पनि घरमा कोही छैन घुम्न जाउँ आज कतै भनेर भनी म पनि एक्लो मान्छे ल नि त भनेर मलाई त यो दाइदेखि शङ्का छ सर हेर्नु त दुईजना मिलेर यहाँ धुत्न लाग्यो क्या उसलाई होइन सर यस्तो केही पनि होइन म उसँग लभ परेको 4-5 वर्ष भयो मलाई यस्तो उसको बारेमा मलाई थाहा छैन यो बारेमा चाहिँ मलाई नमुसाउनुहोस् सरी अनि त्यस्तो उसले त त्यस्तो भन्छ त हेर्नु त अब मलाई तपाईँलाई थाहा छैन उसको गर्लफ्रेन्ड हो भन्ने कुरो अब उसको मलाई थाहा छैन अनि के उसले पनि भने बहिनीले नि भनेन मलाई के थाहा मेरो गर्लफ्रेन्ड होइन त उहाँहरू अनि के को गर्लफ्रेन्ड भन्छु त मैले मेरो गर्लफ्रेन्ड त उहाँ मात्रै हो गर्लफ्रेन्ड कि बोयफ्रेन्ड ए उहाँ मात्रै हो उसले त मलाई त हरेक इत्यादि कुरो अब बोयफ्रेन्डको साथमा अब यसो गरी दिएको छु यस्तो कुरो किनिदिएको छु यत्रो समाजको मुहिन्जेल यस्तो गरेर यति मैले पैसा तिरेको छु यस्तो पनि गर्लफ्रेन्ड बोयफ्रेन्ड हुन्छ र मेरो त उहाँ मात्रै हो त होइन ए होइन भनेपछि के हो भाइ तिमी त हामीलाई त फकटलाल यहाँ बोलाए जस्तो लाग्यो त त्यस्तो होइन सर त्यस्तो होइन मसँग यसले चाहिँ 4 वर्षदेखि नै यसले चाहिँ मसँग बिहे गर्छु भनेर चाहिँ मैले चाहिँ कमाएको पैसा जति सबै यसको लागि खर्च गरेँ के प्रमाण छ तिमीसँग केही कमाएको पैसाको अनि यो मैले भित्री मनदेखि नै आफ्नो हो भनेर सोचे यसलाई विश्वास गरेँ लगाइदिएको सिक्री हो म बाबालाई अहिले पनि फोन गरेर भन्न सक्छु यो सिक्रीको बिलै छ सर मेरो कोठामा बिलै छ खोइ लिएर आउनुहोस् बिल लिएर आउनुहोस् प्रमाण देखाउनुहोस् अनि हो रहेछ भनेर अनि सरहरूले पनि बुझ्नुहुन्छ कि अनि तिमी हो भन्छौ उता होइन भन्छ यो खासो कुरो के हो हामीले अनि बोलायो हैन त्यो उलेर आउनुहोस् हामी त यहाँ फकटलाल यो के तिमीहरुको यो देखाउनुहोस् अनि मात्रै भएको कुरो हो हुन्छ नत्र भने उसै हुँदैन मेरो बाबाले किनेर लगाइदिएको हो यो बारेमा थाहा के तिमीले मात्रै मन पराउने भएर यहाँ देखेर त्यस्तो गरे हो हैन त्यस्तो हैन सर मसँग घुम्न गएकै छ कतिचोटी घुम्न गएको छ तिमीले मात्रै मन पराउने मैले मात्रै मन पराउने भए त उ घुम्न जान्न थियो होला नि त के उले मान्छे पराउने हो तपाईले मैले त उलाई त मन पराउँदा पनि पराउँदिन सर अब उले चाहिँ मन पराउने हो यस्तो भयो उले त मलाई त एकदम जबरजस्ती हो के आश देखाइदिने फलाना ठाउँमा गएर म यस्तो कुराहरू किनिदिन्छु भन्ने हरेक कुराहरू गर्ने अनि होस् त अब आफूले पनि दुःख गर्नुपर्छ ऊ आफैले यस्तो किन्दिनु उस्तो किन्दिनु भनेर भने कि मलाई उले त के भन्दै थियो नि भ्यालेन्टाइनको बेला गिफ्ट दिनु मलाई भनेर अनि मैले 1.5 लाखको सिक्री किनेर ल्याएर दिएको अहिले त अर्कै केटासँग रहेछ भन्दै थियो
यो हो यो छैन सर छैन त्यो झुट नबोल्नुहोस् है अब तपाईँले झुट बोले भने झुट चाहिँ नबोल्नुहोस् अरे यहाँ यत्रो तपाईँले प्रमाण ल्याउनु न प्रमाण ल्याएर यहाँ देखाइदिनु सरहरूलाई किन झुट बोलिरहनु भएको छ तपाईँले बोलेको कुरा पो अनि साँचोहरू सत्य त त्यही प्रमाणले लिइहाल्छ नि यहाँ सबैजनाले हेरिराख्नु भएको छ त्यस झुट नबोल्नुहोस् ल्याउनुहोस् कहाँ लगेर कुन पसलमा किन्नु भएको छ त्यो पसलमा पनि लिएर हिँड्नुहोस् अनि म पनि हो रहेछ भन्नु मलाई होइन भने तपाईँले मलाई एकदम मान्छेको महिला किन बेइज्जत गर्नुहुन्छ किन बेइज्जत गर्नुहुन्छ ल दाइ दाइ तपाईँ के हाल्छ अब उसको बिल ल उसको उसँग बिल रहेछ भने तपाईँ के उसको बिल तिर्न तयार हुनुहुन्छ अब मैले त बिल मैले न खाएको छु न लागेको छु होइन अब तपाईँको अब सुन्नु अब त्यस्तो बिल सिल रहेछ भने अब के तपाईँ गर्लफ्रेन्ड छोड्ने कि बिल तिरेर स्वीकार्ने कि के हो खासमा यो बारेमा मलाई मुसाउनु नमुसाउनु नमुसाउने भन्दा नि तपाईँ अब उसँग ल परेको छ उसको पैसा चाहिँ उसले खाइरहेको छ अरे सुन्नु उहाँले त उहाँ हो मेरो बोयफ्रेन्ड ऊ होइन भनिरहेछन् होइन बहिनीले अब के हो अब उसको बिल तिरिदिने हो कि रच भने अब रोइन्छ भने त उही फटा निस्किन्छ फेरि होइन रच भने बिल सिल तिरिदिएर अनि अब गर्लफ्रेन्ड स्वीकार्ने हो कि अब गर्लफ्रेन्ड छोडिदिने हो के हो के भन्नु तपाईँले यो सानो तपाईँ किन त्यस्तो भन्नुहुन्छ म उसँग इच्छै छैन मलाई म यति बिल लिएर आएछ भने म तिरेर मेरो बनाउँछु भन्न सक्नुहुन्न होइन त्यो त हो कि अब 1.5 लाखको 2 लाखको 3 लाखको धेरैको बिल देखाउँछु भन्दै छ होइन होइन अब बिल त कतिको छ 2-4 लाखको बिल छ भने त्यो तिर्न तयार हुनुपर्छ तपाईँ हेर्नु कि त अब होइन म यो उसमा बस्दिनँ म पन्छी मलाई चाहिँदैन भन्न नि पाइयो भन्न पाइयो होइन अब उसलाई उसँग विश्वास छ भने अब तिर्छु अब यस्तो नगर है अर्कोचोटिदेखि भनेर स्वीकार्छु भन्नु पर्यो के गर्ने अब होइन सर यो के भने अब बिल साँच्चै नै प्रुफै छ भने अब ऊ एउटै उसले गोलीले दुईतिर शिकार मार्नु खोजेको जस्तो हुन्छ मलाई म चाहिँ यसमा म तिर्नु पनि तयार छैन म गर्लफ्रेन्ड पनि चाहिँदैन उसले मलाई दिएकै छैन त उसले मलाई सुन्नुभयो नि तपाईँको बोयफ्रेन्डको सिक्री किनेर ल्याएकै छैन उसले कि प्रमाण ल्याउनु पर्यो कि बिल देखाउनु पर्यो मेरो बाबाले लगाइदिएको सिक्री हो सानो किन त्यसो भन्नुहुन्छ तपाईँ मलाई उसँग त इच्छा नै छैन कि उसको मलाई के इच्छा हुन्थ्यो त मसँग धुतुन जेसँग धुतिहालिस् अब धुत्न पुग्यो अब अर्कोसँग लाग अर्कोसँग धुत्न के धुतेछ देखाउनुहोस् धुतेको कुराहरू देखाउनुहोस् ल्याउनुहोस् प्रमाण ल्याउनु अब मेकअपको सामान घसेर सिद्धाइहालिस् लुगा लाएर सिद्धाइहालिस् यही एउटा सिक्री हो त्यो पनि बाबाले किनेको भनिस् हरेक ठाउँमा घुम्न लिएर हिँड्नलाई चाहिँ सजिलो भयो त्यो मेकअपको कुरो कति चाहियो म दिन्छु नि त कति चाहियो अहिलेसम्म कति खर्च भएको थियो सबै हिसाब गरेर लु सबै कति हिसाब भएको छ म तिर्न तयार छु तपाईँले सर अहिले 4 वर्ष मैले मेहनत गरेर कमाएको पैसा जति सबै यसले सुन्नु न यहाँ के भयो भने तपाईँ 4 वर्ष भयो भन्नुहुन्छ 4-5 वर्ष भइसक्यो भन्नुहुन्छ यता पनि 4-5 वर्ष भइसक्यो भन्नुहुन्छ अब हो चाहिँ कसको गर्लफ्रेन्ड भयो क्या यहाँ अब मसँग चाहिँ हो साँच्ची नै हो उसले पनि स्वीकार जस्तो अब त्यो धुत्ने तपाईँसँग यसो पैसा माग्ने पनि गरेको छैन मसँग त अहिलेसम्म पैसा त्यति साह्रो मागेको पनि छैन होइन मसँग हल्लो है अब हिँड्ने कहिले कहिले अब भेट्ने अब यसरी भेट्दाखेरि 5-10 मिनट यसरी बस्ने त्यो खाजा खाने त्यो भने छुट्टै ठाउँमा छ है फेरि अब हिँडिसकेपछि भेटिसकेपछि खर्च हुन्छ त छुट्टै ठाउँमा छ अब तपाईँ र म पनि साथी भेट्यो भने अब 1-2 खर्च त भइहाल्छ हो म यसमा चाहिँ म मिसेन किनकि यो बिल साँचो नै उसले खर्च गरेको रहेछ ऊ माथि उसलाई किनिदिएको रहेछ भनेदेखि चाहिँ म यसमा चाहिँ म उ गर्दिनँ किनकि मेरो आँखा अगाडि त उसले त छारो हालेको जस्तो भयो नि त मलाई त मैले कसरी विश्वास गर्ने सुन्नुभयो नि त तपाईँले मन पराएको केटाले के भन्दै हुन्छ सुन्नु अब यहाँ यति उसले भोलि गएर अब अहिले त उसको घर टाढा छ भन्दैछ होइन तल कहाँ भन्दैछ अब होइन त यहाँबाट आधी घन्टा 1.5 घन्टा जति लाग्छ बाइकमा 1.5 घन्टा हिँडेको गाडीमा गयो भने 2-3 घन्टा लाग्छ भन्दैछ होइन अनि अब उनी त आएको अरे घुम्न उसलाई भेट्न आएको अरे खासमा है सुन्नु ऊ आएको 2-3 दिन भयो अरे कन्ट्याक्ट फोन नउठाउने यस्तो भइसकेपछि ऊ उसको गाउँमा आएको रहेछ तपाईँको गाउँ त यहीँ हो नि होइन अहिले तल होइन आएको अरे अनि यहाँ तपाईँसँग यस्तो देख्यो अरे देखिसकेपछि हामीलाई उसले बोलाएको अब उसले भोलि गएर बिलसिल केही ल्यायो भने तपाईँलाई त अब के तपाईँले भनिहाल्नु बहिनी के गर्ने तिर्न तयार हो त्यो अब सिक्री फिर्ता दिन तयार हो बिल ल्यायो भने मेरो सिक्री उहाँले किन्देकै होइन मेरो बाबाले किनिदिनु भएको हो त्यही त बिलै तपाईँको नाममा काटेको छु भन्दैछ हो कि हो उसकै नाममा बिल काटेको आउन सक्नुहुन्छ र यति प्रमाण देखाउनुहुन्छ भने म तिर्न तयार छु ल है त त्यही गरौँ के भोलि पछि फेरि आउने नि त लिएर हुन्छ बिल लिएर आएपछि हुन्छ सर तपाईँ भाग्न पाउनुहुन्न नि फेरि कहीँ नजानु तपाईँको जिम्मा है उहाँलाई फेरि भोलि लिएर आउनु तपाईँले है तपाईँ यसो गर्नु न अब जिम्मेवारी नि नबस्नु तर तपाईँ कन्ट्याक्टमा रहिरहनु
है त म कन्ट्याक्टमा त रहन्छु सर किनकि अब जिम्मेवारी त अब मान्छेको बस्न सकिँदैन कसैको नि होइन उसले धुतेको पैसा मैले पनि खाएको भएदेखि मैले तिर्नुलाई तयार थिएँ अब मैले तपाईँले ल्याएको पैसा उहाँलाई दिनु भएको छैन नि दिएको छैन भन्नु है पैसा दिनु भएको छैन मलाई उहाँले कसरी मैले उहाँलाई दिनु त ल अब सिक्री छ नि त छ घाँटीमा अब तपाईँ बाबाले बनाइदियो भन्दै हुनुहुन्छ होइन मेरो के हो बाबाले बनाइदिनु अब फेरि उसले बिल लिएर आएन भने उसले राम धुले फेरि भाइ तिमीले बिल यदि बिल साँचो बिल होइन र झन् तिमीलाई फेरि कस्तो कानुन कारबाही कसरी हुन्छ के हुन्छ तिमीलाई राम्रो हुन्छ नि फेरि हुन्छ सर फेरि बिल चाहिँ राम्रो हुनु पर्यो तिमीसँग हुन्छ मसँग छ कोठामा सुरक्षित छ ल ठिक छ तिमीले त्यति भन्यौ ल त्यति भन्यौ तपाईँ काहीँ नभाग्नुहोस् खुसी हो नि होइन उसले बिल ल्यायो भने अब उहाँले बिल लिएर यति आउनु भएछ भने मेरो पनि बाबाले बनाएको यो सुनको बिल छ म पनि लिएर आउँछु अनि उहाँले कुन रहेछ यो चाहिँ मेरो बाबाले बनाइदिनु भयो हो ल त्यही गरौँ है त उहाँसँग पनि अब उहाँले पनि मलाई हात छोडिदिनु भयो म कसैको पनि भएन म जान्छु अब आफ्नै बाटो लागि म ल ल ल ल है त तिमी नि जाऊ तिमी पनि जाऊ ल तपाईँहरू पनि झुकिनु होला यसरी फस्नु होला यसरी चाहिँ लुटिनु होला आफ्नो दुःख गरेर कमाएको मेहनत गरेर कमाएको परिश्रम गरेर कमाएको पैसा चाहिँ पसिना चाहिँ खेर नफाल्नु होला कुनै पनि अन्जान मान्छेलाई चाहिँ भित्रदेखि नै माया नगरिदिनु होला त्यो तपाईँलाई चाहिँ धुत्नको लागि पनि आएको हुनसक्छ अन्जान व्यक्तिहरूसँग चाहिँ त्यसरी छिटै समयमा चाहिँ त्यसरी घोलमेल गरेर चाहिँ विश्वास चाहिँ नगर्नु होला त्यही भन्न चाहन्छु